भनेपछि तपाईँ हाम्रो बच्चाको नयाँ होम ट्युसन टिचर। हजुर हजुर। तपाईँ कुन सब्जेक्ट पढाउनुहुन्छ? अलराउन्डर सर। ओ, व्हाट इज द एज अफ ग्यालेक्सी? मतलब धेरै फुर्ती लाउनु हुँदैन भन्न खोजेको। ल ठिक छ, पढाउनुस्। मैले पढाएपछि नि सर तपाईको छोराको रोल नम्बर टप 5 मा सियोर ल। अहिले 1 छ रोल नम्बर। धेरै पुण्य गौतम बन्न नखोज्नुस्। मतलब नजानेको कुरामा अगाडि नबढ्नुस् भन्न खोजेको। ल ठिक छ, ल पढाउनुस्। हामी 2 and 2 बाट सुरु गरौँ नि त पहिला। हेलो कि एबीसीडी बाट सुरु गरौँ त हामी? एबीसीडी नि बेटरै हुन्छ। हेलो मान्छे कि क ख पढ्ने त हामी? क ख पढ्दा त्यस्तो होला। क ख बाट सुरु। हेलो मान्छे 2 and 2 बाटै सुरु गरौँ होला किनभने म्याथमेटिक्समा अलिकति ट्यालेन्ट पनि हुनुपर्छ, पछि गाह्रो हुन सक्छ। ठिक छ। कहाँको मान्छे? ल भाइ हे भगवान्। पढ्नुपर्छ नि कान्छ, पढाइमा ध्यान दिनु पर्यो नि यार। कस्तो यस्तो गरेर हुन्छ मान्छे? तेरेका हौ त नाम नदिउँ न हौ, पढ्नु पर्यो नि। यसो गरौँ त्यसो भए, म्याथ यतातिर इन्ट्रेस्ट छैन जस्तो लाग्यो मलाई। साइन्सबाट सुरु गरौँ नि त। साइन्स चाहिँ ठिक हुन्छ होला जस्तो लाग्यो। साइन्स होइन त? यो पुजेको स्किलमा फ्लटिङ स्किल भन्ने सब्जेक्ट मात्रै पढायो भने चाहिँ के तालको यार। तेरि क्या हो मान्छे, तेरि पढ्नु पर्दैन यार। नपढ्ने नपढाउने मलाई जादु देखाउनु आउँदैन। मलाई जादु साधु मलाई आउँछ, म देखाऊ। लु हेर्दिउँ त ल त। मोबाइल लिनु त एकचोटि। तेरि दिन्न है म मोबाइल भाइ। दिन म जादु देखाउँछु के। मोबाइलमा चाहिँ कसरी जादु देखाउँछ त? दिन्न के। तेरि के तालको मान्छे होला। के गरेको थियो? जादु। यस्तो पनि जादु हुन्छ? गएर हेर न, मोबाइल फुटेको छैन। फुटेको छैन भन्छ। यत्रो फिट्दैन। म्याम, हेलो म्याम। के भयो? हेर्नु त तपाईँको छोराले के गर्यो? मोबाइल फुटाइदियो भने फालेर। मोबाइल फुटाइदियो? बाबु छोरा तिमीलाई कति भन्ने? भनेको सुन्दैन? किन यस्तो गरेको तिमीले?